हेर्नुहोस्, अहिले आएर यो समयमा हामीलाई मान्छेलाई, नेपाली जनतालाई इमोसनल ब्ल्याकमेलिङ गर्ने, ठाउँ ठाउँमा गएर उफ्री भाषण गर्ने, कटाक्ष गर्ने, कसैलाई पनि राम्रो नदेख्ने, कसैलाई पनि राम्रो नभन्ने, त्यो लान्छना लगाउने, उसलाई पनि त्यो लान्छना लगाउने, अर्काको मात्रै कुरा काट्ने, अर्कालाई मात्रै खिसीटिउरी गर्ने नेतृत्व अब नेपाली जनतालाई चाहिएको होइन। अब नेपाली जनतालाई चाहिएको भनेको देशलाई डेलिभरी दिएको र दिइ नै रहेका, चुप्प लागेर आफ्नो काम गरिरहेका 18 घण्टा लोड सेडिङलाई चाहिँ मुक्त गराएर नेपाली भाइ बहिनीहरू, खास गरेर अहिलेका युथहरू जो चाहिँ स्कुल कलेज पढ्दै थिए, त्यो बेलामा चाहिँ उनीहरूलाई पढ्ने वातावरण दिने, बत्ती उपलब्ध गराइदिने, उज्यालो नेपालका महानायक, कामले जित्ने, म यहाँहरूलाई फोर्स गर्दिनँ, तर सम्पूर्ण युथहरूलाई, सम्पूर्ण युवाहरूलाई, जेनजीका भाइ बहिनीहरूलाई पनि भन्छु, तपाईहरू हिजो 10, 11, 12 पढ्दै गर्दा स्कुले जीवनमा 24 घण्टा झललल बत्ती उपलब्ध गराएर तपाईलाई स्कुल कलेज पास गर्ने योग्य व्यक्ति बनाउने मौका दिने व्यक्ति हुन् कुलमान घिसिङ। म एक स्वतन्त्र व्यक्ति हुँ। मैले आजसम्म कुनै पनि पार्टीको आधिकारिक सदस्यतासम्म पनि लिएको छैन, तर पनि देशलाई डेलिभरी दिएको, राम्रो, कसैलाई खिसीटिउरी नगर्ने, नयाँ नयाँ पार्टीहरू मिलेर जाउँ, राम्रो काम गरौँ, विचार सेयर गरौँ, हामी मिलेर देश बनाउँ भन्ने कुलमान घिसिङलाई अब आउने चुनावमा चाहिँ सम्पूर्ण नेपाली युथहरूले साथ दिनुपर्छ र देश र जनतालाई चाहिँ समृद्ध बनाउनको लागि सहयोग गर्नुपर्छ र गर्नुहुनेछ भन्ने चाहिँ प्रतिबद्धता लिएको छु र आह्वान पनि गर्दछु। थ्याङ्क यू।